ल आज पनि मैले एउटा नयाँ भिडियो लिएर आइसकेको छु। यसमा आज पनि हामीले टेक्निकल एनालाइसिसकै कुरा सिक्छौँ र टेक्निकल एनालाइसिसभित्र पनि ब्रेकआउट र ब्रेकडाउनको बारेमा चाहिँ आज सिक्छौँ हामी। ब्रेकआउट भनेको के हो, ब्रेकडाउन भनेको के हो, ब्रेकडाउन ब्रेकआउट कसरी हुन्छ, यो कुन अवस्थामा भ्यालिड हुन्छ भनेर सबै आज यो भिडियोमा सिक्नेछौँ। त्यसैले भिडियो चाहिँ राम्रोसँगले कम्प्लिट हेरिदिनु होला। तो चलिए शुरू करते हैं। ल फर्स्टमा हामी सधैँको जसरी बेसिकबाट सुरु गर्छौँ। फर्स्टमा तपाईँलाई म ब्रेकडाउन ब्रेकआउट कसरी हुन्छ देखाउँछु म। हाम्रो मार्केट चाहिँ यसरी चल्छ होइन, एउटा साइडवेज मार्केट चलिरहेको हुन्छ, यसरी चल्छ हाम्रो। र हाम्रो माथि एउटा हुन्छ रेजिस्टेन्स, तल हुन्छ सपोर्ट। यो हाम्रो माथिको रेजिस्टेन्स र तलको सपोर्ट लेभल भयो। यो दुईटा लेभलबाट चाहिँ हाम्रो ब्रेकडाउन र ब्रेकआउट हुने हो। हाम्रो यदि मार्केट चाहिँ यहाँबाट माथि गएर रेजिस्टेन्सलाई तोडेर गयो भने त्यसलाई हामीले ब्रेकआउट भन्छौँ, र सपोर्ट लेभललाई चाहिँ तोडेर तल गयो भने त्यसलाई हामीले ब्रेकडाउन भन्छौँ। मार्केट एउटा यस्तो पोजिसनमा हिँडिरहेको छ, यो साइडवेज मार्केट पोजिसनमा हिँडिरहेको छ र माथि जान सकेको थिएन अहिलेसम्म। यो अवस्थामा कुनै अवस्थामा पनि माथि जान सकेको थिएन, तर पछि एकैचोटि आएर मार्केट चाहिँ यहाँबाट ब्रेकआउट भयो। यो जुन एउटा यो थियो, जुन लाइन थियो, त्यसबाट चाहिँ माथि जान मार्केट सक्यो लास्टमा गएर चाहिँ, त्यो अवस्थालाई चाहिँ ब्रेकआउट भनिन्छ। त्यो लेभललाई तोडेर जानलाई चाहिँ ब्रेकआउट भनिन्छ। र सबै ब्रेकआउटहरू भ्यालिड चाहिँ हुँदैनन्। म तपाईँलाई देखाउँछु। ल हाम्रो मार्केट यस्तो चलिरहेको छ, यहाँ माथि रेजिस्टेन्स छ, यहाँ तल सपोर्ट छ। अब मार्केटले यहाँबाट सिधै मुभ गरेर माथि गएर ब्रेकआउट गरिदियो। अब यो ब्रेकआउटमा तपाईँहरूले ट्रेड किन्नु भने कहाँ किन्नुहुन्छ, यो स्टेजमा यहाँनिर तपाईँले ट्रेड किन्नुहुन्छ। तर यदि तपाईँले त्यो ट्रेड किन्नु भने केही गरी अब पुरै चान्स त हुँदैन, तर केही गरी मार्केट तल आयो भने तपाईँको स्टप लस हिट भयो, यहाँको स्टप लस हिट भयो र तपाईँको त्यो लस हुनसक्छ। अथवा तपाईँले स्टप लस यहाँ राख्नु भएको थियो भने यो स्टप लस नि हिट भएर तल जान सक्ने चान्स हुन्छ। त्यसैले चाहिँ हामीले ब्रेकआउट भयो भन्दैमा चाहिँ कुनै पनि ट्रेड चाहिँ लिइहाल्नु हुँदैन। त्यो ब्रेकआउट भ्यालिड छ कि छैन, प्रपर भएको छ कि छैन, सबै हेर्नुपर्छ। ल अब यो यस्तो छ, अर्को कन्डिसन कस्तो छ, यस्तो छ। ल यहाँबाट माथि गयो, यहाँबाट ब्रेकआउट गरेन, यही रेजिस्टेन्समा गएर ठोकेर तल माथि हुँदै यस्तो कन्सोलिडेट भयो। मार्केट चाहिँ यहीँनिर साइडवेज चल्न थाल्यो भने र पछिको भएको ब्रेकआउट चाहिँ त्यसलाई चाहिँ हामीले भ्यालिड ब्रेकआउट मान्न सकिन्छ। यहाँ भएको कन्सोलिडेसनले चाहिँ त्यसलाई बुझाउँछ कि यो ब्रेकआउट चाहिँ राम्रो हुन्छ भने त्यसले बुझाउँछ। त्यसैले यहाँबाट हामीले त्यो ट्रेड चाहिँ यहाँ चाहिँ लिन सक्ने चान्स थियो। ल अब तपाईँलाई म ब्रेकडाउन भन्ने के हो देखाउँछु। यो पनि एउटै सेम हो, दुइटै। यहाँबाट मार्केट गइरहेको छ, माथि रेजिस्टेन्स तल सपोर्ट। मैले के भनेको थिएँ, रेजिस्टेन्सबाट माथि गयो भने मार्केट त्यसलाई ब्रेकआउट भनिन्छ, यो सपोर्टबाट तल गयो भने त्यसलाई के भनिन्छ, ब्रेकडाउन भनिन्छ। ल अब चाहिँ ब्रेकडाउन कसरी हुन्छ भन्दाखेरि जब मार्केट चाहिँ यो जुन सपोर्टको लेभल हुन्छ त्यसबाट तल जान सक्दैन मार्केट। यहाँ पनि यो एउटा सपोर्ट भयो, यहाँबाट तल जान सकेन, यहाँबाट तल जान सकेन, यहाँबाट तल जान सकेन, यहाँबाट तल जान सकेन। र जब मार्केटले यो लेभल, यो तल जान नसकेको लेभललाई चाहिँ पार गरेर तल गइदिन्छ, तब हाम्रो ब्रेकडाउन हुन्छ। ब्रेकआउट भनेको माथिबाट तोडेर जानु, ब्रेकडाउन भनेको तलबाट लेभल तोडेर जानु। म तपाईँलाई यो अलिक प्रपरसँग चाहिँ निप्सीकै चार्टमा देखाउँछु। अहिले तपाईँलाई बेसिक बुझाउन खोजेँ मैले। र हाम्रो यहाँनिर धेरै इन्डिकेटर, यहाँ चाहिँ आज हामीले एउटा इन्डिकेटर हुन्छ मुभिङ एभरेज, त्यसको प्रयोग गरेर पनि हामीले गर्नेवाला छौँ। त्यसको प्रयोग गरेर चाहिँ हामीले आज ब्रेकआउट र ब्रेकडाउन चिन्नेवाला छौँ। ल अब निप्सीको चार्टमा जाउँ। 75 years later. ल म नेप्सीको चार्टमा आइसकेको छु। तपाईँलाई पहिला म नेप्सीमा देखाउँछु, त्यस पछाडि चाहिँ स्टकमा गरेर तपाईँलाई ब्रेकआउट र ब्रेकडाउन देखाउँछु। नेप्सीमा हेर्दाखेरि तपाईँलाई एउटा प्रपर ब्रेकआउट देखाउँछु। यहाँ एउटा हेर्न सक्नुहुन्छ, एउटा यहाँबाट म एउटा एरिया बनाउँछु। ल यो माथिको हाम्रो के भयो, रेजिस्टेन्स भयो, तल एउटा सपोर्ट बनाइन्छ। म यो तलको हाम्रो सपोर्ट भयो। अब हाम्रो जुन यो मार्केट छ,
यो हाम्रो जुन यहाँसम्मको मार्केट छ यो साइडवेज मार्केट हो। हाम्रो मार्केट चाहिँ साइडवेज चलिरहेको छ भने बुझ्न सकिन्छ। र यो साइडवेज चल्दाखेरि मार्केट यस्तो यस्तो मुभ हुँदै आउँदाखेरि भित्रभित्र यो तलको सपोर्ट लाइनले माथिको रेजिस्टेन्स लाइनलाई चाहिँ ब्रेकआउट गर्न सकेको छैन, तोड्न सकेको छैन। र यो अवस्थामा आएपछि यहाँ तल सपोर्टमा आयो, त्यहाँबाट माथि गयो, एकछिन त्यो माथि जान मानेन, त्यहाँबाट हो नि त्यहाँनिर एकछिन अड्केर बसेर एकछिन पछि ब्रेकआउट दियो। अब यो ब्रेकआउटमा तपाईँले हेर्न सक्नुहुन्छ मार्केट एकछिन भयो नि कन्सोलिडेट भएको छ, तपाईँले देख्न सक्नुहुन्छ मार्केट चाहिँ एकछिन भए पनि यहाँनिर चाहिँ कन्सोलिडेट भएको छ। त्यस अवस्थामा चाहिँ हामीले त्यसलाई चाहिँ राम्रै ब्रेकआउट हो भन्ने मान्न सकिन्छ। त्यसैले मार्केट हाम्रो कति माथि गयो, हेर्नु यहाँसम्म, यहाँबाट माथि गयो, फेरि तल आएर तल गएको छ मार्केट। ल यसरी हेर्न सक्नुहुन्छ तपाईँले मार्केट माथि गएको। अब अर्को एउटा कन्डिसन देखाउँछु तपाईँलाई म, यताबाट देखाउँछु ढुक्नु। ल म तपाईँलाई यो अवस्थामा देखाउँछु। यदि हाम्रो मार्केट यस्तो चलिरहेछ, यस्तो गरेर मार्केट चलिरहेछ, तल सपोर्ट माथि रेजिस्टेन्स भयो। अब यदि मार्केट चाहिँ माथि गयो, यहाँ माथि गएर अब तपाईँलाई एउटा अर्को कन्डिसन हुन्छ रिटेस्ट। रिटेस्ट भन्नाले चाहिँ यदि मार्केटले चाहिँ एउटा जुन रेजिस्टेन्स लेभल हुन्छ त्यसलाई ब्रेकआउट गरेर माथि गयो र यदि फेरि त्यसलाई नै फुलफिल गर्न चाहिँ तल आयो भने त्यो लेभललाई, रेजिस्टेन्स लेभललाई फेरि टच गर्न आयो भने चाहिँ त्यसलाई भन्छ रिटेस्ट। अब हाम्रो यहाँ पनि यस्तो हुन्छ, अब यो मार्केट यहाँबाट माथि पुग्यो, फेरि तल एकचोटि यो रेजिस्टेन्स लेभललाई छोड्यो। अब तपाईँले यस्तो अवस्था हेर्न सक्नुहुन्छ, यो अवस्था भयो भने चाहिँ यो राम्रो, एकदमै राम्रो ब्रेकआउट भन्न मान्न सकिन्छ। यसबाट हामीले राम्रो ट्रेड लिन सक्छौँ, यहाँबाट मार्केट माथि जाने चान्स हुन्छ। र अर्को कन्डिसन भन्नाले तपाईँलाई अर्को यहाँ हेर्नु, यसरी मार्केट माथि तलमाथि गइरहेछ, बनेछ, मार्केटले यहाँबाट ब्रेकआउट गर्यो। अब यहाँबाट यस्तो 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 गरेर तल आयो भने यसलाई फेरि हामीले राम्रो रिटेस्ट मान्न सक्दैनौँ, किनभने हामीले यहाँ हेर्न सक्छौँ यहाँ पनि रेजिस्टेन्स बनाएको छ, यहाँ पनि रेजिस्टेन्स बनाएको छ, यहाँ पनि रेजिस्टेन्स बनाएको छ। अब मार्केट माथि गयो भने यहाँबाट फर्किने चान्स पनि हुनसक्छ। त्यसैले यसलाई चाहिँ हामीले राम्रो रिटेस्ट मान्न सक्दैनौँ। यदि मार्केट चाहिँ यस्तो यसरी सिधै तल आएको छ भने त्यसलाई हामीले राम्रो रिटेस्ट मान्न सक्छौँ। ल यो भयो, तपाईँलाई म अब ब्रेकडाउन देखाउँछु। ल यही एउटा हेर्न सक्नुहुन्छ, हाम्रो यहाँनिर मार्केट यहाँबाट तल जान मानेर हिँड्छ, यहाँदेखि ल यहाँदेखि मार्केट तल जान मानेर हिँड्छ। ल हेर्नु यो हाम्रो जुन लाइन छ यहाँबाट मार्केट तल जान मानेर हिँड्छ, हाम्रो यो सपोर्ट भयो। अब रेजिस्टेन्सहरू के छ हाम्रो यहाँनिर छ, एउटा रेजिस्टेन्स यहाँनिर छ, योभन्दा माथि ल यहाँ एउटा रेजिस्टेन्स बनाइदिउँ, यो हाम्रो एउटा रेजिस्टेन्स भयो होइन त। यहाँबाट मार्केट तल माथि भयो, यहाँ यस्तो यस्तो भयो, यस्तो यस्तो भयो, र यहाँ माथि रेजिस्टेन्स पनि तोड्न सकेन, सपोर्ट पनि तोड्न सकेन यहाँ तल। त्यसैले तल यहाँ आएपछि चाहिँ मार्केटले एकचोटि सपोर्ट तोडेछ, यहाँ सपोर्ट तोडेछ, र त्यो सपोर्ट तोड्दाखेरि चाहिँ तपाईँ हेर्न सक्नुहुन्छ न त्यहाँ राम्रो भोल्युम थियो, न क्यान्डलस्टिक राम्रो बनाएको छ। त्यसैले गर्दा त्यसले चाहिँ भ्यालिड ब्रेकडाउन भन्न सकिएन। त्यसैले भ्यालिड ब्रेकडाउन भन्न नसकेपछि मार्केट फेरि माथि आयो। त्यसपछि एउटा स्ट्रङ क्यान्डल हेर्नु, यहाँ बियरिस मारो मोजुलले चाहिँ मार्केट चाहिँ तोडेको छ। यसरी हामीले हेर्न सक्छौँ ब्रेकडाउन हुँदाखेरि एउटा स्ट्रङ चाहिँ क्यान्डलस्टिक बन्नुपर्छ। यसको हाम्रो राम्रो हेर्न सक्नुहुन्छ भोलि पनि राम्रै आएको छ। त्यसैले त्यस पछाडि मार्केट चाहिँ ब्रेकडाउन हुन थाल्यो, तल गयो मार्केट। हेर्नु ब्रेकडाउन भएर मार्केट एकैचोटि तल गयो। तपाईँलाई म अब स्टकमा गएर देखाइदिन्छु। एउटा कुनको स्टकमा जाउँ भन्दाखेरि आज अर्को छुट्टै स्टक जाउँ, जहिले एउटामा गइरहेको छु। मतलब बन्दीपुर केवल कारकोमा जाउँ, यसको त राम्रो ट्रेडै हालिन्छ। ल अब यहाँ तपाईँलाई म ब्रेकआउट देखाउँछु। तपाईँले यहाँ हेर्न सक्नुहुन्छ, यहाँ हेर्न सक्नुहुन्छ प्रपर छ एउटा, यहाँनिर चाहिँ प्रपर खालको देखाएको छ। यो हाम्रो एउटा के भयो, रेजिस्टेन्स एरिया भयो, यहाँनिर रेजिस्टेन्स एरिया भयो नि त। यहाँबाट मार्केट माथि जान सकेको छैन र मार्केट यहाँ के भयो, यहाँनिर खुम्च्यो तल, यस्तो भयो। यहाँबाट ब्रेकआउट दियो, एउटा ब्रेकआउट दिएपछि सिधा तल आएर यहाँ रेजिस्टेन्समा गएर राम्रो कन्सोलिडेटेड भयो। त्यसपछि चाहिँ मार्केट हेर्नु माथि गएको छ है। जुन एउटा मार्केट हुन्छ त्यो चाहिँ हाम्रो रेजिस्टेन्स तोडेर माथि गएपछि त्यो फेरि रिटेस्टमा चाहिँ आयो भने चाहिँ त्यो मार्केट चाहिँ माथि जाने चान्स एकदमै धेरै हुन्छ। कुनै अवस्थामा हुँदैन, तर एकदम चान्स चाहिँ धेरै हुन्छ। त्यसैले हेर्न सक्नुहुन्छ यो माथि गयो, फेरि रिटेस्ट दिन आएको छ, यो चाहिँ धेरै गयो, यही माथिसम्म आयो,
अनि अरू चाहिँ त्यहाँपछि ब्रेकडाउनबाट तल गयो मार्केट। ल यो भयो। अब तपाईँलाई मैले भन्थेँ कि मुभिङ एभरेजको युज गरेर तपाईँलाई ब्रेकडाउन र ब्रेकआउट चिन्न सिकाउँछु। मुभिङ एभरेज छ, तपाईँले 4वटा मुभिङ एभरेज लिनुपर्छ। 3 4 4वटा भयो। यो लाइनहरू हटाइदिउँ पहिला सुरु। ल मैले लाइनहरू हटाइसकेको छु। मुभिङ एभरेजमा नि तपाईँले चाहिँ पहिला सुरु सेटिङ मिलाउनु पर्ने हुन्छ। यहाँबाट चाहिँ हामीले सबै 9 दिनको मुभिङ एभरेज हुन्। हामीले चाहिँ 20 दिनको एउटा 28 भन्छ, 20 दिनको एउटा, 30 दिनको एउटा, 40 दिनको एउटा र 50 दिनको एउटा मुभिङ एभरेज बनाउनुपर्छ। अब यसबाट म सिकाउँछु कि तपाईँलाई ब्रेकआउट कसरी चिन्ने। हामीले ब्रेकआउट यो जब मुभिङ एभरेज चाहिँ यस्तो हुन्छ, एरिया मुभिङ एभरेज यस्तो हुन्छ, मुभिङ एभरेज यस्तो हुन्छ नि त, लाइनै पुरै धर्सा लाइनहरू हुन्छन्। अब त्यो सबै लाइनहरू चाहिँ एउटा कुनै कन्डिसनमा गएर एउटा कुनै प्लेसमा गएर चाहिँ एक ठाउँमा पुरै मिल्यो, एक ठाउँमा गएर गुजुमुज्जा बन्यो भने, एक ठाउँमा गएर पुरै यो सबै चाहिँ नजिक आयो भने चाहिँ तब हाम्रो ब्रेकआउट हुने चान्स हुन्छ। जस्तै यही हेर्न सक्नुहुन्छ तपाईँले, यो हाम्रो रेजिस्टेन्स एरिया थियो एउटा, त्योभन्दा नि एउटा रेजिस्टेन्स एरिया थियो अलि। ल यो एउटा हाम्रो रेजिस्टेन्स एरिया भयो नि त, यो हाम्रो रेजिस्टेन्स एरिया भयो। यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँले हाम्रो मार्केट चाहिँ के अरे हाम्रो मुभिङ एभरेज चाहिँ यहाँनिर आएर पुरै सबै खुम्चेका छन्, सबै एकै ठाउँमा आएका छन्। तपाईँ हेर्न सक्नुहुन्छ यहाँबाट ब्रेकआउट पनि भयो। त्यसरी चिन्न सक्नुहुन्छ कि यदि हामीले यहाँनिर ट्रेड लिएको भए, यहाँनिर ट्रेड लिएको भए मार्केट यहाँमा स्याउ जान्थ्यो, हामीले यतिको प्रफिट हुन्थ्यो। त्यसैले यो मुभिङ एभरेजबाट चाहिँ हामीले राम्रोसँगले चाहिँ ब्रेकआउट चिन्न सक्छौँ। र तपाईँले ब्रेकआउट भयो, अब मुभिङ एभरेज चाहिँ यस्तो पुरै फराकिलो छ भने तपाईँले त्यति बेलासम्म चाहिँ आफ्नो पोजिसन होल्ड गरेर बस्न सक्नुहुन्छ। जब मुभिङ एभरेज खुम्चिन लाग्छ, जस्तै यो अवस्थामा हेर्न सक्नुहुन्छ, यहाँ हेर्नु मुभिङ एभरेज चाहिँ खुम्चिन लाग्यो, तब हामीले यहाँनिर भन्दा अलिकति माथि गरेर चाहिँ एउटा स्ट्रङ बुलिस के अरे बियरिस क्यान्डल आएपछि चाहिँ हामीले ट्रेड हाम्रो आफ्नो पोजिसनबाट हट्न सक्थ्यौँ। जस्तै हामीले हेर्न सक्नुहुन्छ कुन क्यान्डल बढी छ भन्दाखेरि यहाँ एउटा उठी बनाएर रहेछ, यो डोजी बनाएको छ, डोजी एउटा हाम्रो यो माथि गरेर चाहिँ ग्रेभ स्टोन डोजी बनाइरहेछ। त्यसले गर्दा चाहिँ अब पछाडि यता हेर्न सक्नुहुन्छ अर्को एउटा यो चाहिँ एउटा यो डोजी क्यान्डल भयो र त्यहाँ पछाडि बियरिस मार्बोज बन्न खोजेर रहेछ। यो बियरिस मार्बोज त भएन र हाम्रो क्यान्डलस्टिक यो बियरिस मार्बोज यो चाहिँ एउटा बियरिस मार्बोज हो, यसले गर्दा तल मार्केट गयो। त्यसरी तपाईँले चाहिँ ब्रेकआउट र ब्रेकडाउन चाहिँ चिन्न सक्नुहुन्छ। ल आजको लागि चाहिँ भिडियो यति नै भयो र अरू पनि म भिडियो लिएर आउँछु। अरूमा चाहिँ अझै योभन्दा इम्पोर्टेन्ट टपिकहरूको, योभन्दा इम्पोर्टेन्ट प्राइस एक्सनको थ्योरीको पुरै अरू जुन इन्डिकेटरहरूको युजवाला हुन्छ, फिबोनाचीहरू हुन्छ, सबैको कुराको भिडियो लिएर आउँछु म। र एक दिन चाहिँ म तपाईँहरूलाई यो नेप्सी जुन छ, नेप्सीको यो धेरै यिनीहरू टुलहरू छ नि, यो फिबोनाचीको भयो, यो प्याटर्नहरूको भयो, यो प्रोजेक्सन यस्तो यो टुलहरू छन्, यिनीहरूको युज कसरी गर्ने अहिलेको डिजिटल मार्केटमा, अहिलेको यो प्रेजेन्ट नेप्सीमा चाहिँ यिनीहरूको टुल्सको युज चाहिँ कसरी गर्ने भनेर नि सिकाउँछु म। आजको लागि चाहिँ भिडियो नै यति नै भयो।